वनको समितिमा बस्दा सफलै भएको हुन सक्नुहुन्छ, बाटोघाटो बनाउनु उपभोक्ता समितिमा सफलै भएको हुन सक्नुहुन्छ। तर माफ गर्नुहोला, विद्यालयलाई अरू बाटोघाटो बनाउँदाखेरि बस्दाखेरिको उपभोक्ता समिति जस्तो नठानिदिनु होला। यहाँ डिग्री गरेका 40 जनाभन्दा बढी शिक्षक हुनुहुन्छ। त्यो डिग्री गरेका 40 जनाभन्दा बढी शिक्षकले सम्मानपूर्वक अध्यक्षको कुरा सुन्न लाए, सदस्यको कुरा सुन्न लाए, तपाईहरुले पनि छलफल गर्न लाए, तर्कसङ्गत तरिकाले यहाँका गल्ती कमजोरी राम्रा पक्षहरुमा प्रशंसा गर्ने, सुधारका लागि सुझाव दिन लायक मान्छे हामीले खोजेका हुन्छौँ। सबै ठाउँमा, वनमा, बाटोघाटो बनाउने ठाउँमा, मन्दिरमा बस्नुभन्दा यहाँ अलिकति एकाडेमिक मान्छे होस्, जसले शिक्षकहरूको कामलाई निहाल्न सकोस्, सुधार गर्न, पृष्ठपोषण दिन सकोस्, गल्ती कमजोरीमा प्रोत्साहन र घोषणा, दण्डित र सजायको लागि पनि उपयुक्त तरिकाले कानुनी प्रबन्धहरूलाई उपयोग गर्न सकोस्, त्यो खालको व्यवस्थापन समिति, त्यो खालको सुझबुझ भएको मान्छे खोजेका हुन्छौँ। हजुरहरूले पनि मलाई लाग्छ त्यसै मान्छे स्कुल